सार्वजनिक यातायात बन्दको अवस्थामा अफलाइन बार्गेनिङ गर्दै यात्रुहरूसँग महँगो भाडा असुल्ने 331 जना राइड शेयरिङ चालकलाई काठमाडौँ ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार काठमाडौँका विभिन्न स्थानमा चेकिङमा खटिएको ट्राफिक टोलीले राइड शेयरिङ एपको नाममा यात्रुलाई हैरान पार्ने, अनधिकृत रूपमा सड़कमा सवारी राखेर बार्गेनिङ गर्ने तथा बढी भाडा लिने कार्यमा संलग्न चालकमाथि निगरानी बढाएको थियो। प्रहरीले यस्तो चालकलाई विभिन्न प्रहरी कार्यालयमा बुझाएको जनाएको छ। यस्तै ट्राफिक नियम उल्लंघन गर्ने 272 जना राइड शेयरिङ चालकलाई समेत कारबाही गरिएको छ। सार्वजनिक यातायात व्यवसायीहरूले विभिन्न माग राख्दै सवारी सञ्चालन ठप्प पारेपछि यात्रुहरूलाई गन्तव्यमा पुर्याउने वैकल्पिक माध्यमका रूपमा राइड शेयरिङमा निर्भरता बढेको थियो। तर यही मौकामा केही चालकले अनियमितता गर्न थालेपछि ट्राफिक प्रहरीले चेकिङ कडाई गरेको हो। यसैबीच यातायात व्यवसायी र सरकारबीच सहमति जुटेसँगै बुधबारदेखि पुनः सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन्।